थु हाम्रो नेपाली क्रिकेट पुरुष क्रिकेट टिम सिनियर टिम के खेलेको यार छ्या अचम्म लाग्न थाल्यो अब त यो ओडिआई चाहिँ घुम्ने हो क्या हाम्रो अहिले CWC प्रिपरेसनको लागि उहाँ युकेमा थियो युकेमा सानातिना ती कलेजका स्कुलका सानातिना क्लबलाई 5 खेल खेल्यो 5 खेल जित्यो अनि नेपाल टिममा अब खतरा भयो यस्तो लन्डनमा बेलायतमा गएर पनि ठुल्ठुला टिमलाई जित्यो भनेर पनि न्युज आयो म छक्क परेँ हिजो स्कटल्यान्डमा गएपछि स्कटल्यान्डको स्कटल्यान्डको सिनियर टिम होइन टिमसँग 102 रनले पराजित भयो राम्रो 102 रनले पराजित हुनु त्यही पनि स्कटल्यान्डको टिमसँग भनेपछि हाम्रो ओडिआई स्टाटस घुम्ने भयो विश्वकप क्वालिफायरमा त पुगिन्छ त अलग कुरो तर ओडिआई स्टाटस घुम्ने भयो 12वटा खेलमा 2टा खेल जितेको छ अब स्कटल्यान्डको सिनियर टिमले धोबिहाल्छ यही तरिकाको पर्फर्मेन्स हो भने नेदरल्यान्ड छ स्कटल्यान्ड त्यस्तै राम्रो फर्ममा छ हेर्न मलाई लाज मर्दो यार जबसम्म नि पुराना खेलाडी फर्ममा नआएका खेलाडीलाई चेन्ज गरेर नयाँ ल्याइँदैन तबसम्म हाम्रो टिमले ओडिआईमा राम्रो गर्दैन T20 भनेको त आउने हो ड्याम बजाउने हो मुस्किल छैन तर ओडिआईमा चाहिँ चेन्ज गर्नैपर्छ मैले उहिलेदेखि भन्दै आएको कुरा युएले हो नि त सबै खेलाडी लगभग चेन्ज गरौ बङ्गलादेश जस्तो टिमलाई जित्यो तर हाम्रो टिममा खोइ चेन्जै हुँदैन जहिले तिनै खेलाडी फर्ममा छैनन् निकाल्दै न यार कुशल मल्ल फर्ममा थिएन उसलाई चाहिँ निकालियो अरूलाई किन राखेको टिममा सबलाई निकाल न जो फर्ममा छैन मान्छेको नाम नतको खेलाडीको नयाँलाई चान्स दिउँ न नयाँ छ युवा छ केही छ हट टिमसँग पनि 102 रनको हार थत 118 मा अल आउट ओडिआईमा थट बिजोग रमाइ